मेडिकल में क्या हाल लाग्न आयो त कहाँ जाने हो त आमा रातभरि नखान्छ न सुन्न दिँदा यो बुङ्गाडो क्या फाल्ने हो कि सफा गर्ने हो अब आक्कै जिउदारू काजिन गर्नु पर्यो सफा गर्ने हाल्ने टुटे फुटेको निकाल्ने अहिले नयाँ गुलेको गुरु गुहानी रमेश पनि यहाँ त्यही हुन् गुरुको रमेश हुने त्यही हो होइन भित्र भित्रै छ हामीले त काले डेन्टल हुन् कि मेन्टल भन्ने हो त्यसो भए आउनु छोट्याउन सपारी नहुँदो नकेको त सिटी गरे टक्कै हेर्ने है दुख्यो नानीको भयो बाबा अहिले नानी आइसियुको भयो नमस्ते मेरो नाम चाहिँ रमेश बुढा म चाहिँ डेन्टल हाइजिनिस्ट अनि हाम्रो यो कनका सुन्दरी गाउँपालिका वडा नम्बर 6 मा अब यहाँ सिजावासीलाई अलिकति डेन्टलको आवश्यकता कनका सुन्दरी गोठीचुला रह दाँत उक्काउने फाल्ने सिमेन्ट हाल्ने क्या गर्ने भन्दा नभएर आउँदैन यहीँ रह्यो क्याम्पमा जाँदा उदो पर काठमाडौँ सुर्खेत कोलपुर नेपालमा त क्याम्प जाँदा गोठी चुलामै खुलिया रहेछ यस्तो सेवा सुविधाहरू उँधो गइकन त त्यही नै रुपियाँ खर्च गर्ने खाना खर्च भाडा त्यही रुपियाँ इन्भेस्ट गर्नुभन्दा यहीँ आउनु होला यहाँ एकदम निको गरी उपचार हुनेछ